फुल पुग्दैन होला यो चामलको फेरि रोटी अलि नपर्दो हुन्छ क्या आमा यो चामलको रोटी अलि नपर्दो हुन्छ क्या त्यस्तो रोटी त मिठो हुने किनभने यहाँ 1 किलो मैदा 1 किलो गहुँको पिठो नि हालेछु आधा किलो सुजी नि हालेछु हेर्नु गलत होइन पुग्छ हामीलाई त्यति भएछ धेरै हुन पर्छ क्या अहिले ओहो काट्न लाने क्या हजुर काट्नु घाँटीबाट यसरी छेड्ने लामो गरेर पुग्दैन होला यतिको गरेको छ क्या 2082 सालको तिहार हाम्रो भाइटिकाको लागि आज तयारी दमदार हुँदैछ ल मालाको लागि पुग्दैन होला भो मिसा त्यो पहेँलो त के माला यता हेर्दा आमा यसो गर्नु यहाँ एउटा पहेँलो यहाँ एउटा पहेँलो एउटा एउटा हाल्नु चाहियो हिसाब गर्नुपर्छ पहिला त्यही त नि अब यहाँ त सुन्न यहाँ एउटा हाल्यो भने डिजाइन पनि भयो 3टा 3 6 9 12वटा चाहियो 12वटा गर्नु 4 या 12वटा चाहियो 12वटा है 12 त छ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 पुग्यो 12वटा ल हो त्यस्तो गरे नि ठिक्कै हुन्छ ल बिचमा एउटा हाल्नु पर्यो अब त्यो भएन अलिकति अब भन्नुपर्छ आमालाई बुझाउनु त यसो गर्नु क्या आमा बुझ्यो है मैले भन्यो बुझ्यो बिचमा एउटा अनि यता यता त्यसो गरेपछि डिजाइन पनि देखियो अनि छुट्टा छ नि भन 1 2 3 1 2 3 सबैलाई त्यसो गर्दै 4वटा नि पुग्छ गनी गनी हाल्नु पर्यो है एउटा मालामा कतिर जाँदा छ गन्नी अनि फेरि यो अनलाइन भिन्छ गरेपछि आदि बिग्रिन्छ क्या बनता है कि नहीं बनता है पातलो हामी दिन्छ फेरि रोटी रोटी त गुलै बनाउने हो क्या ल फर्स्ट रोटी पितृहरूको नाममा फर्स्ट स्टार्ट हालिहाल्नु एउटा
यो सबभन्दा यो यसरी हालेर चाहिँ चुलोमा लगेर राख्नुपर्छ। यो गल्दै रहेछ। ताते रहेछ। बजाउको काम गाह्रो छ आज। फुल थोरै छ, पुरानो पनि हो। बिच बिचमा पहिला फुल त पुराएर त के साध्य हुँदो। बुट्टा हाले बिच बिचमा पहिला। यो चाहिँ अघि हामीले कुखुरा काट्दाखेरिको खतरङ कुद्रुङ मिस्टर स्याडोलाई मारुमामाको कुकुरलाई भनेर यहाँ आन्द्रा पनि पुरा झिगेर धोएर सफा गरेर रेडी पार्दै। आँखा कुखुराको आँखा नि छ यहाँ। यस्तो हो क्या फेरि। नतात्ती हुने रातो हुन्न। ल फर्स्ट रोटी। ह्याप्पी तिहार 2082 सालको ह्याप्पी तिहार। ल यो बाजेर बजेको रोटी है, यो दामी भयो। कति भाजी रोटी त हेरेपछि तल बसिरहेको रहेछ कि भयो। तल पनि काँसी जाने कि ल राम्रै भयो। फर्स्ट रोटी लभ भएछ, लभ। ल गरिदिउँ। हाम्रो खै दिन्थ्यो बाजे बोजूलाई देऊ। यो फर्स्ट रोटी है। फर्स्ट रोटी चाहिँ अब कहाँ जान्छ ल हेर्नु है, कहाँ पुग्छ फर्स्ट रोटी। फर्स्ट रोटी ए यस्तो वाला भयो। भिरुमा डिजाइन हालेको थियो। ल फर्स्ट रोटी हाम्रो घरको पितृदेवताहरूलाई। ल ह्याप्पी तिहार। बाजे बजे यो चाहिँ चुलोमा चढाउनुले। दिस गोज टु चुलो। यो चाहिँ अग्नि देवतालाई ल चढाएको है हामीले। माला हामीलाई चाहिएको 4वटा हो, पुग्छ कि पुग्दैन भन्ने कुरा भइरहेछ। राम्रो राम्रो बनेको अरे है। 2टा त मजाको बन्यो। अझै त्यो आधी पुग्दैन कि जस्तो छ कि। एउटा मालाको लागि त खोज्नुपर्छ के अरे है। खोजेर कसले दिने हो फेरि। पहिला यहाँ गरौँ त्यो गतिलो नपाउँदो रहेछ कि किन ओइलाको यस्तो खानाको त पर्छ बसियो। पात छुट्टेको फ्या भएको हुन्छ। 2टा बनायौँ। गुलियो अलिकति चाहेर उ गरौँ त। गुलियो भएन भने त गुलियो हुनु पर्यो है। भन्दा क्या आहा हाजिरी बनाएको थियो हजुर। लुलु गुरुङ रोटी है यो गाइज। ल
गुलियो भन्नुपर्छ क्या धेरै गुलियो होइन हँ धेरै गुलियो भएन अलिकति गुलियो गरिदिउँ चस्सो हुनु पर्यो है के हो खाँदै गर्छु गुलियो कम भयो कि है चिनी थप्यो है झेप परे परे ल सबै यहाँबाट ढाक्न पर्नु लाग्यो चिनी थप्यो है गुलियो मिठो हुन्छ क्या रोटी त चिया पाक्दैछ अब दुध चिया अनि रोटी खाने रेडी भयो है रेडी भयो पुग्यो पुग्यो राम्रो भयो सबै नासो भयो ल अब हाम्रो रोटी पकाउने मान्छेले चिया लाउने चिया खानु तातो रोटी तातो चिया दियो रोटी ल्याइदियो ल्याइदियो बुढीले त खान्छ तिनजनाको यस्तो हुँदैन रोटी पट्टु हाजेर लगाइदिन्छु तिनवटा रोटी भयो हुन्छ यो पट्टु हाजेरलाई पहिला चिया पनि है इन्जोय बाई बाई इन्जोय खाजा All the cars will come, give me some, cause can do city.